दर्शक दिन हामी एउटा निकै नै दुःखद खबर लिएर उपस्थित भएका छौँ। गैराती धादिङमा बस दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ र यसअघि 17 जनाको मृत्यु भएको खबर प्राप्त भएको थियो भने अहिले काठमाडौँको ट्रामा सेन्टरमा उपचार गरिरहेका एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ। यो तपाईहरुमाझ प्रस्तुत गर्दा हामी निकै नै दुखी छौँ। धादिङ बस दुर्घटना घाइते भएका मध्ये एकजनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रामा सेन्टरमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौँ आउँदै गरेको ग1 ख 1421 नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गैराती करिब 1 बजेतिर धादिङको बेनीघाट रोङराङ गाउँपालिका 5 भैसेगडा भन्ने स्थानबाट त्रिशुली नदी किनारमा खसेको थियो। घटनास्थलमा 17 जनाको मृत्यु भएको थियो। बसमा सवार 44 जना मध्ये 27 जनाको उपचारका लागि काठमाडौँ लगायत विभिन्न अस्पतालमा पठाइएको थियो। अचेत अवस्थाकालाई मलेखु र जिल्ला अस्पताल पठाइएको थियो। रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए। घटनास्थलबाट डुङ्गाको सहायताबाट यात्रुलाई करिब 1 किलोमिटर तलसम्म पुर्याएर त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो। बस सडकबाट त्रिशुली किनारको ढुङ्गामा बजारिएर क्षतविक्षत भएको छ। रातिको समय अप्ठ्यारो स्थान र उद्धार सामग्री अभावका कारण उद्धार कार्यमा कठिनाई महसुस भएको जिल्ला प्रहरी प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। प्रहरीको टर्च बाल्दै घाइतेको उद्धार गर्यो। हामीलाई उद्धार सामग्री अभाव जस्तो महसुस भयो। घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए।